हेलो नमस्ते मेरो मित्र साथीहरू, वेलकम छ मेरो नयाँ च्यानलमा र त्यही पार्कमा हामी चाहिँ घुम्न आएको। बेलुका यसो एक्सर्साइज पनि हुन्छ भनेर। कस्तो हुन्छ तपाईँले हेर्नु होला, यहाँको दृश्य एकदम अद्भुत छ क्या ठाउँहरू। म पनि पहिला त आएको, तै पनि फेरि पनि अहिले आएको छ है। पहिला आउँदाखेरि त भर्खरै बनाउँदै थियो र अहिले चाहिँ फेरि पुरै बनाइसकेको रहेछ। र आजको भिडियोमा चाहिँ सम्पूर्ण यहाँको चाहिँ यस्तो छ ठाउँहरू चाहिँ बब्बल ठाउँ बनाएर रहेछ। जस यो ठाउँमा आउँदा चाहिँ मलाई एउटा राम्रो फिल भयो कि एउटा शीतल पनि छ है। त्यसमाथि एकदम राम्रो बनाएको रहेछ क्या ठाउँहरू चाहिँ। तपाईँ हेर्नुहुन्छ है, यो हो यस्तो छ मन्दिर। मन्दिर यस्तो ठाउँहरू चाहिँ बब्बाल चाहिँ यहाँ सिँढी बनाएर है। हामी चाहिँ चढ्दैछौँ यहाँ सिँढीमा। हेर्नु न पानी रहेछ, पानी के भयो अरे भाइ? डाउनलोड हुनु धेरै लाग्दो रहेछ। होइन त्यो डाउनलोड नगर्नु न, तपाईँले एकैचोटि बनाएकै गर्नु न। साथी हो, यहाँ अलिक फोटोहरू खिचेर फेरि हामी चाहिँ अब जाँदैछौँ अगाडि। हेर्नु सक्नुहुन्छ यस्तो दामी बनाएको है यो चाहिँ है। अहिले चाहिँ अब यस्तो सानो एउटा भिडियो बनाउनु भनेर हामी निस्केको है बेलुका। कस्तो लाग्छ भिडियो हेर्नु होला। साथी हो, यहाँ अलिक फोटोहरू खिचेर फेरि हामी चाहिँ अब जाँदैछौँ अगाडि। हेर्नु सक्नुहुन्छ यस्तो दामी बनाएको है। अहिले चाहिँ अब यस्तो सानो एउटा भिडियो बनाउनु भनेर हामी निस्केको है बेलुका। कस्तो लाग्छ भिडियो हेर्नु होला। हाम्रो भाइले अब फर्स्टचोटि आज सुरुवात गर्दै हुनुहुन्छ फेसबुकमा भिडियो ब्लग बनाउनको लागि। भिडियो बनाएको हजुरहरूले यसो हेरेर लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। म पनि नयाँ अब यसो बोल्न त आउँदैन, म पनि अब त्यस्तो बोल्न आउँदैन, त्यही भएर दाइले यसो सिकाउनुहुन्छ। म पनि त्यही अनुसारले बोलिरहेको छु, गरिरहेको छु। आज चाहिँ यसो पार्कमा आउँदा किन अब यसो फ्री टाइम होइन भिडियो गरौँ भनेर यसो भिडियो गरिदिएको छु। हजुरहरूले हेरिदिनु होला है। ल साथीहरू है, अब मेरो भाइलाई चाहिँ तपाईँले सपोर्ट गरिदिनु होला। उहाँले चाहिँ अब भर्खरै स्टार्ट गर्दै हुनुहुन्छ सुरुवात ल। किनभने मान्छेले सुरुदेखि बिस्तारै भन्छ नि पानीको थोप्पाबाट सागर हुन्छ भन्छ है। त्यसरी नै अब उहाँले सुरुवात गर्दै हुनुहुन्छ। तपाईँले प्लिज सपोर्ट गरिदिनु होला। ल हामीले पनि अब टक्कै फोटोहरू भाइले भिडियो बनाइसक्यो। मैले चाहिँ भाइलाई टिकटक बनाइदिइसकेर फेरि कन्टिन्यू भिडियो गर्दैछु है त साथीहरू। अहिले चाहिँ अब रात पर्यो, हामी पनि यहाँबाट अब निस्किन्छौँ। डेकोरेसन चाहिँ मान्नै पर्छ क्या भाइ है, बाबाले गरेको डेकोरेसन चाहिँ। यताभित्र पस्नु हुने होइन, एकछिन यहाँको देखाइहालौँ न साथीहरूलाई। राति भयो होइन, फोटो राम्रो आउँदैन। ल आउनु भाइ भित्र जाउँ, यो बाँस घारीको भित्र जाउँ त हामी। अब यो बाँस घारीको भिडियोमा पनि खतरा पो छ त भित्र। यता पनि छुट्ने बाटो, यता पनि छुट्ने बाटो, बिचमा चाहिँ तपाईँको यस्तो लुक छ हेर्नु सक्नुहुन्छ। तपाईँको यो बत्तीहरू चाहिँ फेरि सबै वाटरप्रुफ गरेको होला सायद, त्यही भएर पानी पर्दा पनि यसमा चाहिँ सर्ट हुने समस्या छैन रहेछ। जमिनमा त्यस्तै लागेको छ, वरपर एकदम
बवाल छ ठाउँ चाहिँ है। तपाईँको राति त यहाँभित्र पसेपछि कहाँबाट निस्किने भन्ने बाटै देखिन गाह्रो हुँदैछ। तपाईँलाई देखाउँछु त भिडियोमा है। यसमा अब बाटै देखिँदैन। हेर्नु त भित्र पसिसकेपछि चाहिँ तर त्यो